साथीहरू अहिले सामाजिक सञ्जालमा यस्तो ट्रेन्ड चलेको छ कि बालेन्सा र हर्का साम्पाङलाई चाहिँ मान्छेहरूले जुधाएर एक आपसमा स्ट्याटस यस्तो लेख्यो उस्तो लेख्यो भन्दै अनेक अनेक फेक आइडीबाट स्ट्याटस बनाउने एडिटिङ गर्ने हाल्ने र बालेन र हर्कालाई जुधाको जुधाइ गर्ने। अहिले मान्छेहरू यस्तो भाम फैलिरहेछ कि यो विषयलाई लिएर। अनि अब हर्का साम्पाङले लेख्दै नलेखेका स्ट्याटसहरूलाई नि कसरी एडिटिङ गरेर मान्छेहरूले चाहिँ हालिदिँदो रहेछन् भन्ने कुरो यहाँ हामीले देख्दै आएका छौँ। अब यो हर्का साम्पाङ अफिसबाट आएको हो कि होइन, अब धेरैवटा स्टेटस आइरहन्छ, अब मैले मेरो नजर नपुग्न नि सकेको हुन्छ होइन। अब यहाँ भनेको छ कि देश जलाएर खरानीको व्यापार, विदेशीको कटापुतली बन्ने र रमाइलो गर्दै लपका कुरा, मुखमा राम राम बगालीमा बामफोक, कठै अनि डट 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 अनि खोइ के को न्यानोमा जुनी बिताउनेको कमी छैन फेरि। अब यस्तो यस्तो लेखिदिएको छ। अब यो रङ रङ शब्दहरू नि लगाइदिएको छ काहीँ काहीँ। अब के यो हर्का सम्पाङले लेखेको हो त आफैले? होइन होला नि त सायद। त्यही भएर मान्छेहरूको आफ्नो जागिर जोगाउनलाई, आफ्नो पद, आफ्नो पार्टी जोगाउनलाई मान्छेहरूले यति सुमन गरिदिएर चाहिँ नयाँ नयाँ जुधाइयो भने जुन मेन लिडर, जो 3 करोड जनताको मनमुटुमा बसिरहेका लिडरहरू छन्, यो लिडरहरूलाई जुधाइसक्यो भने त हामीले ठाउँ पाउँछ, हामीले चान्स पाउँछ, हामी यहाँ मेयर हुन पाइन्छ, हामी मन्त्री हुन पाइन्छ, हामी प्रधानमन्त्री हुन पाइन्छ भन्ने मान्छेहरूको दाउपेच धेरै छ। त्यही भएर जुधाउनेको कमी छैन। यस्ता कुरामा लागेर जनताहरू एक पक्ष अर्को पक्ष हुनुभन्दा नि समग्रमा हामीले देशलाई चाहिने लिडरहरू छान्नु नै राम्रो लाग्छ। छान्नु नै पर्छ हामीले यस्ता यस्तो कुराहरूमा। अनि अब बालेन्साले हर्का साम्पाङको तार तार धेरैवटा स्टेटस गएपछि बालेन्साले हर्का साम्पाङले एउटा स्टेटसको रिप्लाई पनि दिनुभएको थियो। डिआर हर्का साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही तर मेरो माया साँचो हो। यु आर माई ट्रु लभ। अब बालेन्साले यति मात्रै फर्काएको छ होइन। तर हर्का साम्पाङबाट चाहिँ तार तार 100 200 वटा गयो, 300 भन्दै अब जताततै सामाजिक सञ्जालमा छत्ता छु ल। अब अफिसियलमा त्यत्रो हेर्न नि भ्याइँदैन हाम्रो नि होइन, कामहरू हुन्छ। त्यही भएर मान्छेहरूले अनेक अनेक गरेर चाहिँ दुईजनालाई यताका कुरा उताका कुरा यता लाएर जुधाए जस्तो लाग्छ। अनि लुकेर फेसबुकमा स्टेटस लेख्दै अरूलाई उचाल्ने आगो लागेपछि निभाउन नजाने, नसक्ने, नचाहने, विदेशीको इसारामा आफ्नो मार्गदर्शन ठान्ने यस्ता यस्ता कुराहरू चाहिँ अब हर्का साम्पाङको अफिसियलबाट आएको छ। मान्छेहरूले अनेक अनेक कुरा गरेर दुईजनालाई मिली खानै दिएको छैन क्या। त्यही भएर जनताहरू चाहिँ कति पनि यो विषयलाई लिएर कति पनि यो पक्ष उपक्ष नभइकन समग्रमा मिलेर हामीले देशलाई चाहिने लिडर कस्ता हुन्, के हुन्, यिनीहरूको भिजन कस्तो छ, यो हेरेर चाहिँ हामीले सपोर्ट गर्ने, मतभेद गर्ने कुरो हुन्छ। र यो सामाजिक सञ्जालमा यो मान्छेहरू जुधाउनेको कमी हुँदैन। यस्ता कुरामा लागेर चाहिँ हामीले हाम्रो चेतनालाई पकाउन हुँदैन। अनि भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। लास्टसम्म हेर्नुभयो भने तपाईँलाई धेरै धेरै धन्यवाद।